हेलो गाइज नमस्ते। आज चाहिँ म घरमा कुल्फी बनाउन गइरहेको छु। कुल्फी बनाउनको लागि चाहिँ मैले यहाँ ओखर काजु बदाम सबै कुरा राखेर मैले यहाँ पिसेर रेडी बनाइसकेको छु। त्यसपछि यहाँ रेडी भइसकेको छ दुध। त्यसपछि दुधलाई उमालेर अनि मैले यो पिसेको यो काजु बदामको पेस्टलाई यहाँ हालेर यहाँ पकाएर एकछिनसम्म पकाउँछु। त्यसपछि एकछिन पकाइसकेपछि अनि अलि सेलाउँछ। त्यसपछि हामीले गिलास वा जे कुनैमा पनि हालेर हामीले फ्रिजमा राखेर 2 घण्टाको लागि फ्रिजमा राखेर रेडी गर्न सक्छौं। मैले चाहिँ यहाँ हालिसकेको छु है त। सानो ग्यास बनाएर मैले चाहिँ उमाल्दै छु। बिस्तारै बिस्तारै उमालेर यतिको बनाइसकेको छु है त। हाम्रो कुल्फी चाहिँ यतिको बाक्लो भइसकेको छ। यो सजिलो छ बनाउनको लागि, एकदमै सजिलो छ। यहाँ धेरै गाह्रो पनि छैन हैन। हेल्दी पनि हुने, सजिलो पनि छ। आफूलाई खानालाई हेल्दी पनि हुने, मिठो पनि हुने। मैले चाहिँ कुल्फी यतिको बनाइसकेको छु। अब चाहिँ म ग्यास बन्द गरिदिन्छु। मैले चाहिँ यो गिलासमा हाल्न गइरहेको छु। मैले चाहिँ यसरी रेडी बनाइसकेको छु। अब 6 घण्टाको लागि चाहिँ फ्रिजमा राख्दिएपछि रेडी हुन्छ। रेडी भएको भिडियो चाहिँ अर्को भिडियोमा हाल्छु है त।